गाइस सबैलाई नमस्कार। मेरो माझी ब्लगमा सबैलाई स्वागत छ। र आज चाहिँ म बिहानै उठिरहेको छु र बिहानै खोला आयो नि त हाम्रो यता। आज चाहिँ धेरै दिनपछि खोला टट्ट आयो। अब निन्द्रामै भए पनि उठ्नु पर्यो। अब उठेर चाहिँ टक्क लाएर हामी चाहिँ यता माछा मार्न जान्छौँ। बिहानै उठ्नु पर्यो। उठेर चाहिँ हामी टक्क लाएर माछा मार्न जाँदैछौँ र हेर्नु सक्नुहुन्छ। अब माछा चाहिँ टक्क लाएर हामी चाहिँ मार्न जान्छौँ। यता भिडियो चाहिँ अब लगतै हामी सुरु गर्छौँ यहाँबाट हिँडेर। त्यसै गरी हामी चाहिँ चट्ट लाएर आज माछा लोकल माछा मार्न जाँदैछौँ। है त गाइस भिडियो सुरु गरौँ। अब यहाँ गाइसहरू हामी चाहिँ लगतै अब यो माछा मार्ने घोल्ड्याङ सुल्ड्याङ बोकेर चट्ट अब हामी लाग्छौँ। अब हामी चाहिँ लगतै बाटो लाग्दैछौँ गाइसहरू। हेर्नु सक्नुहुन्छ हाम्रो भान्जा मान्ने दाजु पक्का हाम्रो यता दाईहरू अर्ग्यानिक दाईहरू आउँछ अरे। त्यसै गरी चाहिँ हामी लगतै हिँड्दैछ। भान्जा कति किलो जति मार्न सकिन्छ भान्जा? 2-3 किलो जति मान्छ गरेर अब लगतै लाग्यौँ हामी। लगतै हिँड्नुपर्ने भन्दा गाइसहरू हिँड्नुपर्ने हुन्छ। अब के गर्नु, मार्नै पर्यो। नमारौँ भन्ने नि गाइसहरू के गर्नु। अब मान्छेको नि माछा मार्ने मान्छेको नि हालारी बेसी छ। अब त्यसै गरी अब के गर्नु यार। अब होइन मान्छे पनि धेरै छ। अब टक्करकै जानु पर्यो नि त। के कसो भन्छ गेम आज टक्करको हुन्छ गेम। आज टक्करको हुन्छ। हिले निकालिन्छ अझ हिले टक्कर जान्छ नि त गेम आज। अब ल्याम जाने हो। चड्डी फुकालेर हानिदिने हो। ल्याम चड्डी फुकाल्ने ड्याम हान्ने हो। घोल्ड्याङ है फेरि नराम्रो सोच्नु होला। माछा मार्ने घोल्ड्याङ हान्ने भने है फेरि तपाईँ अहिले नेगेटिभ सोच्नु होला नि। फेरि लगतै हामी चाहिँ खोलाको बाटो आइसकेको छौँ। गाउँ माछा झन्नै लड्यामा ल अब यस्तो छ होइन। क्यामेरामा फोकस गर्दाखेरि लड्न पनि सकिन्छ यहाँ। त्यसैले चाहिँ अब हामी आउनु लाग्यो भने करिब हामी आइसकेको छ। तपाईँहरू खोलाको भ्यू पछाडिको भ्यू पनि देख्नु सक्नुहुन्छ। ल हेर्नु है त खोलाको भ्यू। अलिकति क्यामेरा चाहिँ मधुरो भयो मेरो। त्यसै गरी हेर्नु सक्नुहुन्छ। बिहानको भ्यू पऱ्यो नि त गाइसहरू। अब बिहानको भ्यू पऱ्यो हेर्नु सक्नुहुन्छ। यस्तो खोला बढाएको छ कि अर्ग्यानिक होइन। तपाईँहरू हेर्नु सक्नुहुन्छ। आम्बो यतिको खोला चाहिँ बढ्नु पऱ्यो होइन। अब लगतै खोला पनि हेर्छ सरला गाइसहरू। भ्यू पनि हेर्नु सक्नुहुन्छ। चड्डी खोलेँ नि त मैले भन्छ चड्डी खोल्छु म। खोल्नु पर्छ चड्डी खोल्यो नि त। माछी हिले कसरी मार्ने केटा हो ल। चड्डी खोल पोका टिप पोका चाहिँ टट्ट मरिरहेको छ नि त होइन। चटर लाएर यहाँ टक्कर परिरहेको छ नि त माछाको। अब हाम्रो चाहिँ यति मार्न सफल ल भन्छ। अब यहाँ फेरि माछा मार्ने नै हारालुच हुन्छ नि त। यता अब गाह्रो छ। 3 टोली छ नि त यता माछा। अन्त निकाले खै परेन छैन नि त। यता अर्को टोलीले खेलेर गइसक्यो भने गाह्रो छ नि त। टोली नै टोली छ। उगाउ है उगाउ भान्जा उगाउ पर्न सक्छ उगाउ। अनि त्यहाँ देखाउनु पर्यो होइन कसो चतर लाएर। यो चाहिँ बाढी आज फर्स्ट टाइम आएर होला। फर्स्टचोटि आएर होला। बबाल माछा परिरहेको छ नि त। यता झिकिरहेको छ अङ्कलहरूले चाहिँ। ल खोका चतर लाएर चाहिँ गजबले झिकेको छ नि त बुढाले। एकै झोला जति झिकेका छन्। के गर्नु परेन हाम्रोमा। बुढाको चाहिँ लगभग एकै झोला जति छ। अब के गर्नु। कतिवटा निकाले भान्जाले यहाँ ल अनि एकछिनै म चाहिँ अब कति 1 किलो जति खाइदिन्छ हेर। चतर सञ्जय अङ्कलको माछा यो चाहिँ के आमा बुढाले माछा चाहिँ 1 किलो जति नै मारेछन्। आमा ल चतर पाराले यत्रोसम्म चाहिँ मारे बुढाले। हेर्नु सक्नुहुन्छ। लो क्वालिटीमा चाहिँ हामी नै परेछौँ।
बुढाले यत्रोसम्म मारे नि त चतर चतर लाएर बुढाले त नि 1 किलो बराबर छैन त पुरा आधी किलो 6 किलो चाहिँ नहुनु आधी किलो छ चतर चतर ला भान्जा हेर्ने चित्त बुझ्दैन होइन भान्जा अब भेट भयो नि त झम्का भेट भयो भान्जाको र त्यहाँ अर्को मास्टरको झम्का भेट भयो कस्तो कुरा चल्दैछ अनि एकै ठाउँमा घोडाले नि त माछा निकाल्छ भान्जाले चाहिँ भन्ने लागिरहेछ अब के हुन्छ खोला आज चाहिँ गजब आएको होला अब चाहिँ गाई चाहिँ हाम्रो चाहिँ लगभग यति जति मार्न सफल भयो र त्यसै गरी अब अङ्कलहरूले चाहिँ 1 किलो जति मारेको थियो देख्नु नै भयो होला बिहान बिहान उठेर आएको मेहनत होइन भान्जा अब के गर्नु यस्तै हो होइन अब चाहिँ हामी यति मारेर हामी चाहिँ घर जान चाहन्छौँ र त्यसै माछा पनि हेर्न सक्नुहुन्छ हामीले लगतै यतिसम्म चाहिँ मार्न सफल भयो र त्यसै गरी अङ्कलले चाहिँ अलिकति धेरै नै ओभरै मारे नि त अब बिहानदेखि थियो अब त्यसै गरी चाहिँ म छोटो मिठो भ्लग नै गर्न चाहन्छु मेरो सब्सक्राइबरहरूलाई माया र मनदेखि